किराँत शब्दले नेपालको वर्तमान सुनार, राई, लिम्बू र याक्खा जातिलाई जनाउँछ। किराँतभित्र वर्तमानमा धेरै जातिहरू थरहरू रहे तापनि प्राचीन किराँत जाति सबै एक थिए। वर्तमानमा किराँत जातिका विभिन्न भाषा, लिपि, संस्कार, संस्कृतिहरू छन्। तीमध्ये पनि मुख्य सुनवार, राई, लिम्बू, याक्खा आदिलाई लिन सकिन्छ। वंशावलीहरूमा सबैभन्दा पुरानो र विश्वासिलो मानिने गोपाल वंश राजा वंशावलीले यालम्बर लगायत 32 जना किराँती शासकहरूले 1663 वर्ष 8 महिना शासन गरेको उल्लेख गरेको पाइन्छ। यो नै नेपालको इतिहासमा सबैभन्दा लामो शासनकाल रहेको छ। काठमाडौँ उपत्यका तथा उपत्यका वरिपरिका स्थानहरूको नाम प्राय धेरै जसो किराँत भाषाबाट राखेको पाइन्छ। जस्तो कि खोप्रिङ भनेको भक्तपुर, साङ्गा भनेको साँगा, चाङ्गु भनेको चाँगु, यस्तै थेचो भनेको ठेचो आदिलाई उल्लेख गरिएको छ। किराँतीहरूलाई भूमि पूजक भनिन्छ किनभने किराँतीहरूले भूमिको पूजा गर्ने गर्दछन्। कुनै पनि अन्न खानुभन्दा पहिला भूमिलाई नै दिने गर्दछन् अथवा चढाउने गर्दछन् र रोप्नुभन्दा अगाडि पनि पहिला भूमिकै पूजा गरेर रोप्ने गर्दछन्। त्यसैले पनि किराँतीहरूलाई भूमि पूजक भनिन्छ अथवा प्रकृति पूजक पनि भनिन्छ।